रक्तदान गरेर जन्मदिन मनाऊ, रक्तदान गरेर जन्मदिन मनाऊ, देशभर यो सन्देश हामी फिजाऊ, देशभर यो सन्देश हामी फिजाऊ। आजको प्रमुख अतिथि श्री बुद्धरत्न महाजनज्यू, उहाँ चाहिँ नि क्षेत्र नम्बर 1 विजयी हुनुभएको राष्ट्रपा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभाको सदस्य। उहाँले चाहिँ नि मैले त्यो इन्फर्मेसन पाएअनुसार करिब 10,000 भोटले चाहिँ अन्तरमा उहाँको विजय भएको मैले पाएको छु। 9,368 समथिङ है। अनि त्यस पछाडि उहाँले आफ्नो एउटा युवा ऊर्जाशील युवा हामीले हाम्रो सामु पाएका छौँ। उहाँले चाहिँ नि आफ्नो उम्मेदवारी दिँदाखेरि मुलुकमा भएको सुशासनको अनुभूति गराउने र विकृति र विसङ्गतिको विरुद्धमा उम्मेदवारी दिने भनेर उहाँले आफ्नो उम्मेदवारी दिएर विजय प्राप्त गर्नु भएको रहेछ। र उहाँले चाहिँ नि अहिलेसम्ममा राज्यबाट कुनै पनि सेवा सुविधा नलिने, त्यसलाई चाहिँ कुनै पनि सामाजिक क्रियाकलापमा गतिविधिमा उपयोग गर्ने भन्ने पनि उहाँको प्रण रहेछ। उहाँको चाहिँ नि कान्तिपुर मेट्रो एन्ड इन्जिनियरिङ वर्कसपको सञ्चालक पनि हुनुहुँदो रहेछ। र विशेष गरेर उहाँको चाहिँ नि अर्को एउटा प्रोफेसन पनि छ चाहिँ एडिटिङ, भिडियो एडिटिङ। हामीले हाम्रो क्षेत्र नम्बर 8बाट एक ऊर्जाशील असाध्यै सशक्त युवा नेतालाई हामीले पाएका छौँ। र स्वागत गरौँ बुद्धरत्न महाजनज्यू, प्लिज अगाडि उहाँलाई स्वागत गर्छौँ। र त्यस्तै गरेर अर्को हाम्रो युवा नेत्री हुनुहुन्छ, उहाँ हुनुहुन्छ समानुपातिकबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुनुभएको मेम्बर अफ पार्लियामेन्ट। उहाँ चाहिँ नि खस आर्यबाट समानुपातिकमा हुनुभएको र उहाँ हुनुहुन्छ प्रभा कार्की। उहाँ चाहिँ नि ललितपुर जिल्लाको तर्फबाट उपसभापतिको स्थानमा हुनुहुन्छ र उहाँको चाहिँ नि यो संसदीय समितिमा चाहिँ नि उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहरूको वेलफेयर हक हितको लागि चाहिँ उहाँले चाहिँ संसदमा आफ्नो आवाज बुलन्द पार्नुहुन्छ। त्यस्तै गरेर हामीसँग हुनुहुन्छ सत्या अधिकारीजी। उहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश समिति सदस्य 2079मा उहाँ निर्वाचित हुनुभएको राष्ट्रपाबाट नै। र उहाँ चाहिँ नि विशेष गरेर कृषक तथा स्थानीय राजनीतिमा सक्रिय महिला नेत्रीको रूपमा स्थापित हुनुभएको छ। र उहाँको अर्को एउटा पाटो पनि छ, उहाँ साहित्यमा पनि उत्तिकै इन्ट्रेस्ट राख्नुहुन्छ। र उहाँको चाहिँ नि विशेष गरेर कथा तथा लघुकथामा उहाँको लेखन र उहाँको सृजना अगाडि बढेको छ। र उहाँलाई चाहिँ नि नारी श्रेष्ठ समाज नेपालद्वारा ललितपुरमा चाहिँ उहाँ सम्मानित पनि हुनुभएको छ। र उहाँले विशेष गरेर 30 वर्षदेखि शिक्षा र साहित्यमा आफ्नो योगदान पुर्याउँदै आउनुभएको छ। र उहाँहरूको अहिले 2टा कृति पनि निक्लेको छ, एउटा उमङ्ग लघुकथा र अर्को ऐना भन्ने लघुकथा। यहाँ अगाडिको उसमा रोमा अगाडि यहाँ हुनुहुन्छ, उहाँलाई पनि हामीले हाम्रो यहाँनिर नेपालकै पहिलो ब्रह्मकुमार गम्भीर भाइजी। डक्टर रामसर प्लिज अगाडि।
वृक्षकै पौधा कस्तो राम्रो सम्झु ल हेर्नु त यो राजनीतिक एउटा आन्दोलनको क्रममा पनि रगती आवश्यक पर्यो त्यतिखेर यो उसमा पोहोरको 23-24मा कति छ जेनजी मुभमेन्टमा त्यसले गर्दा कति महत्त्व रहेछ भन्ने कुरा यसबाट बुझियो र यो काममा यो यस्तो एउटा महान कार्यमा अहिले चाहिँ सबै ठाउँमा चाहिँ विश्वव्यापी रूपमै यो एउटा जागरण किनभने एउटा ऊ पनि जुन बाबाले भन्नुहुन्थ्यो एउटा कलियुग आउँदैछ कलियुग भन्ने बित्तिकै क्षति यो चाहिँ एउटा ऊ चाहिँ विध्वंस त्यसबाट चाहिँ यो ज्यानको चाहिँ हानि नोक्सानी अब त्यसको लागि फेरि रगतै चाहियो त्यो कारणले गर्दाखेरि रक्तदान महाअभियान भन्ने कार्यक्रम लिएर हामीले चाहिँ यसको चाहिँ आजको चाहिँ थिम चाहिँ ज्ञानपान योगदान योग ध्यान र रक्तदान भनेर 3वटा चाहिँ थिम लिएर हामी चाहिँ अगाडि बढिरहेका छौँ आज चाहिँ हाम्रो नेपालभरि र भारतभरि नै यो चाहिँ रक्तदानको चाहिँ कार्यक्रमहरू भइरहेछ मान्यज्यू र यो चाहिँ अब हामीले चाहिँ एउटा आत्माको रक्त सञ्चारको लागि हरेक दिन यो चाहिँ योगदान त हामीले गरिरहेकै हुन्छौँ ज्ञानदान पनि दिइरहेका हुन्छौँ र रक्तदान चाहिँ यो एउटा रथ भन्छौँ हाम्रो चाहिँ यो बाबाको भाषामा आत्मालाई त अब आत्मा त केही पनि चाहिँदैन खालि योग र उभय पुग्यो अब शरीरलाई चाहिँ रथ भन्छ रथको मर्मत र रथ जोगाउनलाई पनि रक्त चाहिँ आवश्यक पर्ने भावनाले यो वर्षमा एकैपटक भए पनि रक्तदानको कार्यक्रम राखिएको छ हामी जो चाहिँ रक्तदान गर्नको लागि महादानको लागि आउनुहुन्छ उहाँहरूले चाहिँ एउटा परमात्माको एउटा चिठी छ त्यो चिठी उहाँहरूले पढ्नुहुन्छ मनन गर्नुहुन्छ चिन्तन गर्नुहुन्छ त्यसपश्चात हाम्रो त्यहाँ अर्को कमरामा गएर मेडिटेसन 6 मिनटको एउटा मेडिटेसन कमेन्ट्री छ त्यो मजाले बसेर सुन्नुहुन्छ अनि भाइजीले भनेको जस्तो सबभन्दा बढी मेमोरी चाहिँ लिक्विडले लिन्छ अरे त्यो पानीले होइन रगतले अनि गुड भाइब्रेसन उहाँहरूकोमा त्यो रगतमा प्रवाह भएपछि अवश्य पनि त्यो रगत सबैलाई चाहिँ स्वास्थ्य लाभमा चाहिँ अवश्य पनि सहयोग पुर्याइ नै हाल्छ पहिलो उपस्थिति होइन हाम्रो एलबी सरले अलि अगाडि पनि निमन्त्रणा दिनुभएको थियो इन्टरनेसनल क्लबमा त्यो ठुलो कार्यक्रममा भाग लिने सुवर्ण अवसर मैले प्राप्त गरेको थिएँ त्यो बेलादेखि नै मलाई एकदमै यहाँहरूप्रति एकदम कृतज्ञता यति राम्रो होइन शिक्षा दिइराख्नु भएको छ समाजमा त्यसले गर्दा आज धेरै मान्छेहरू अध्यात्मतिर चाहिँ लागिराख्नु भएको छ जसले अध्यात्म जसले भगवानप्रति आस्था राख्नुहुन्छ जो अध्यात्मलाई डोडाउनुहुन्छ उहाँहरूले पाप चाहिँ गर्नुहुन्न यो कुरा चाहिँ मलाई एकदमै राम्रोसँग थाहा छ त्यसैले यहाँहरूले धर्मको काम ज्ञानको काम शिक्षा बाँड्ने काम गरिराख्नु भएको छ त्यो सबैभन्दा ठुलो कुरा हो आज एउटा कुनै न कुनै माध्यमबाट हामी यो राज्यको कानुन बनाउने ठाउँमा पुगेको छौँ त्यो एउटा माध्यम मात्र हो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली काङ्ग्रेस एमाले माओवादी यो सबै एउटा दिएको नाममा यो भगवानको स्वरूप चाहिँ एउटा हो तर धेरै थरी नामबाट परिचालन भएको भनेको जस्तै राजनीतिक पार्टीहरूको पनि विभिन्न नामहरू छन् तर सबैजनाको काम के हो त भन्दा यो देशमा भएका व्यतिथिहरूलाई चिर्ने भ्रष्टाचारलाई नियन्त्रण गर्ने नराम्रो कुराहरूलाई राम्रो बनाउने सबैजनाको सोच त त्यही नै हो सेतो पहिरनमा बिना कुनै मेकअप कहिले के गर्नुहुन्न कसैले पनि तर पनि त्यो एउटा मुहारमा आउने त्यो चमक होइन त्यो चाहिँ साँच्चै भित्र नै सफा भएर आएको जस्तो लाग्छ यहाँ भाइजीहरू पनि हुनुहुन्छ जसलाई हेरे पनि त्यो एक किसिमको चमक छ त्यो अनुहारमा भनेको भित्र हाम्रो आत्मा शुद्ध भएपछि त्यो शुद्धता चाहिँ बाहिर देखिने रहेछ अनुहारमा आउने रहेछ होइन मलाई पनि एकदमै इच्छा छ म पनि समय मिल्यो भने आउनेछु अघि थोरै मात्र उहाँले भनिराख्नु भएको थियो त्यतिले मलाई पुगेको छैन मलाई अझै धेरै कुरा सिक्नु छ जो व्यक्तिलाई आवश्यक पर्छ जो व्यक्तिलाई एकदमै अन्तिम अवस्थामा आवश्यक पर्दा यो केही चिज पनि नहेरिकन प्राप्त गर्ने चिज भनेको रगत हो त्यसैले यति राम्रो काम यहाँले सुरु गर्नुभयो यसको लागि पनि म पार्टीको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद दिँदै शुभकामना पनि व्यक्त गर्न चाहन्छु हस् धन्यवाद भनेपछि हामी त कति डराउँछौँ पनि होला तर यो शान्ति पवित्र
यो शान्ति रस भएको ठाउँमा म पनि केही रक्तदानको कुराहरू गर्न पाउँदा म गर्वान्वित छु। रक्तदान हामीले गर्नुपर्छ। अघि नै हाम्रो मन्जुले पनि भनिसक्यो र अरूले साथीहरूले पनि भनिसक्यो, धेरै आवश्यक पर्ने हो हाम्रो मानव जीवनमा र अरू पन्छीहरूलाई पनि आवश्यक पर्छ। तर वास्तवमा हामी मानवहरूलाई चाहिँ धेरै नै रगतको आवश्यक पर्छ, किनभने संवेदनशील र हामी बिरामी पर्दा हस्पिटल जान्छौँ र त्यस्तो एकदमै आपद पर्दाखेरि रगत अति आवश्यक पर्ने कारणले गर्दाखेरि हामीले रक्तदान दिनुपर्छ र लिनु पनि जानुपर्छ। दिने मात्र होइन, लिनु पनि जानुपर्छ। लिनु आज 10 दिन भयो होला, अझै 20 दिन भएको भए म यहाँ आज हजुरलाई पनि मैले पनि केही दान दिएर जाने इच्छा थियो, तर सकेन। अझै पनि म डेटको लागि चाहिँ त्यहाँ बुझेर हजुरहरूलाई मिल्छ भने म दिएर जान पनि तयार छु। यति भन्न चाहन्छु। र मैले यो दोस्रो टाइम भयो नि, म चाहिँ यो अहिले नै म आएको जस्तो लाग्दैन। 2083 सालमा मलाई कता यो जुन गीता ज्ञान दाता भन्ने एउटा किताब पनि छ जस्तो लाग्छ। म सानो उमेरमा चाहिँ घरमा कहाँबाट आए बसेर आए थाहा छैन, बाले ल्याउनु भएको थियो। त्यसपछि म त्यो अलिकति अध्ययन गर्थेँ र जुन यो परमपिता शिव परमात्मा भन्ने त्यो किताब मसँग आउँदाखेरि म सानोमा पढ्थेँ र त्यो पिक्चर देखाउने मलाई कस्तो हुन्थ्यो भने चाहिँ एकदम शान्त महसुस हुन्थ्यो र के भएको जस्तो मलाई सानो बेला महसुस हुन्थ्यो। मैले अस्ति नै भन्न खोजेको थिएँ, तर र सानै बेलादेखि मैले यसको अध्ययन पनि गरेको। त्यो बेला म 6-7 क्लास त्यस्तै समथिङ 6-7 क्लास थियो, तर त्यति पढ्न पनि आउँदैन थियो, किन कति वर्डहरू चाहिँ एकदम त्यो शब्दहरू मैले चाहिँ आफ्नो दिमागमा राख्न सक्दिनँ थियो, किनभने सानो उमेरमा कारणले गर्दाखेरि। र त्यस हेर्दा मलाई अलिकति कहिलेकाहीँ कस्तो दिमागमा घुमिरहन्थ्यो कि मलाई त्यो लाग्थ्यो। र कहाँबाट हो कसरी हो हाम्रो दादीमाको निमन्त्रणले मलाई यहाँ ताने। यत्रो 35 वर्षपछि मलाई तान्दाखेरि म खुसी छु। अस्ति नै मैले भनेको थिएँ, दादीमा म आउँछु, तपाईँहरूलाई हुने ठाउँमा, हाम्रोबाट हुने ठाउँमा सहयोग साथ समर्थन रहनेछ भनेर मैले भनेको थिएँ। र यस्तो ठाउँमा मलाई आउनु पनि मन छ, किनभने मलाई आमाले नि बुद्ध नाम राखेको कारणले गर्दाखेरि म शान्तिको प्रतीक पनि हो। र त्यसले गर्दाखेरि म सानैदेखि घरमा शान्त स्वभावले म चाहिँ हिँड्ने मान्छे। त्यसले गर्दाखेरि अझ मैले अलिकति केही भन्न चाहन्छु। मैले चाहिँ आम जनतालाई गरेको, मैले 700वटा घर भूकम्प पीडितहरूको लागि चाहिँ मैले घर बनाएर चाहिँ समाजसेवी गरेको थिएँ। प्रशंसा व ख्याति सुनकर फूले नहीं समाते तो निंदा व अपमान में हम संतुलित नहीं रह सकेंगे। यसको भाव बुझ्नु भयो नि। यदि हामीले आफ्नो प्रशंसा र ख्याति सुनेर चाहिँ एकदम प्रफुल्लित हुन्छौँ भनेदेखि निन्दा र अपमानमा फेरि हामीले आफ्नो स्थितिलाई समान बनाउन सक्दैनौँ भने कि यसको भाव हो कि हजुरले चाहिँ मान सम्मान अपमान सबै चिजमा आफ्नो स्थितिलाई चाहिँ समान बनाइराख्नु। मान गर्यो भनेर माथि पनि धेरै हजुर माथि नचढ्ने, कसैले अपमान गर्यो भने हजुर आफ्नो स्थितिलाई तल पनि नझार्ने, सागर जस्तो समान स्थिति बनाइराख्नु भनेको आजको चाहिँ। Good, clean competition is healthy, but jealousy is a fatal illness. Jealousy गर्यो भनेदेखि त्यसले त के गर्छ, बिचमा के गर्छ, विनाश गर्छ। र क्लिन र गुड कम्पिटिसन भयो भने त्यो चाहिँ नि स्वस्थ कम्पिटिसन भयो, स्वस्थ प्रतिस्पर्धा। यो छानेर राख्नु भएको ठ्याक्कै मिल्यो, फेरि 100मा 100% मिल्यो यो हजुर, मिल्यो एकदमै है। ठुला चाहिँ 2000 रहेका छन्। अब योभन्दा साना जुन खोलेका एकाहरू छन्, अब त्यो त हाम्रो 3000 रहेको छ। त वास्तवमा यसको उद्देश्य के हो त भन्दाखेरि हाम्रो आदरणीय दादी प्रकाश मणिजी चाहिँ समाज सेवामा धेरै उहाँको अग्रसर हुन, यसको मुख्य उद्देश्य त हाम्रो मानव कल्याण नै हो। मेन उद्देश्य हाम्रो चाहिँ आध्यात्मिक ज्ञान दिएर मानवको जीवनलाई चाहिँ एउटा शान्ति र सुखमय जीवन जिउने कला सिकाउने हो। र यसको साथसाथमा आध्यात्मिकताको ज्ञानको साथसाथमा भौतिक पनि हाम्रो सेवा आदरणीय दादीजीले चाहिँ गरिरहनु भएको थियो। जस्तो भूकम्प जाँदा, बाढी पहिरो आउँदा, कतै आगो लागि हुँदा, जति पनि हामी यो जुन संस्थासँग जोडेका हुन्छौँ उहाँहरूसँग चाहिँ सहयोग लिएर
त्यसपछि जहाँ जहाँ यस्तो आपद विपद परेको छ त्यहाँ चाहिँ सेवा गर्ने यो चाहिँ दादीजीले नै सुरुवात गर्नुभएको थियो र हाम्रो नेपालमा पनि जब यस्ता भूकम्प आउँदा बाढी पहिरोहरू जाँदा सिचुएसनमा हामीले पनि यो गरिरहेकै हुन्छौँ, तर हामीले मिडियामा चाहिँ फेरि दिइरहेका हुँदैनौँ। र यो हाम्रो संस्थामा चाहिँ 24वटा विङ्स छ। 24वटा विङ्समा चाहिँ हरेक क्षेत्रसँग चाहिँ हामीले किन यो सेवा गरिरहेका छौँ भन्दाखेरि विङ्स बनाइसकेपछि हरेक विङ्सलाई चाहिँ आध्यात्मिकताको के महत्त्व छ, हामीले भौतिकताको साथसाथमा आध्यात्मिकतालाई पनि सँगै लिएर अगाडि बढ्यौँ भने हामीले जुन सोचेको चाहेको जुन सफलता छ त्यसरी कसरी प्राप्त गर्न सक्छौँ त भन्ने कुराको अनुभव गराउनको लागि पनि अनि यो 24वटा विङ्स बनाइएको हो। अनि यो चाहिँ हाम्रो सामाजिक यो विङ्स छ। अनि त्यसको तर्फबाट चाहिँ यो ब्लड डोनेसन कार्यक्रम राखिएको हो। हिजो 21 तारिकदेखि 25 तारिक हाम्रो आदरणीय दादीजीले चाहिँ आफ्नो भौतिक देहलाई छोड्नु भएको 2007 25 तारिकै दिन उहाँले यसरी छोड्नु भएको थियो। त्यसैले यो विङ्सले चाहिँ माउन्ट आबुदेखिबाट यो कार्य चाहिँ सुरुवात गर्नुभएको हो। हाम्रो नेपाल र भारतमा सबै प्रान्तमा, नेपालमा पनि हरेक जिल्लामा आज हिजोदेखि 25 तारिकसम्म चाहिँ यो 5 दिवसीय ब्लड डोनेसन अभियान चाहिँ एउटा हामीले राखेका छौँ। अब अघि नै हाम्रो म्याडमले पनि भनिसक्नुभयो, ब्लडको न जात हुन्छ, न धर्म हुन्छ, न यसको भाषा हुन्छ, न यसको वर्ण हुन्छ, होइन त हो। हाम्रो यो ब्रह्माकुमारी ज्ञानले पनि यही ज्ञान दिने हो कि वास्तवमा अघि सफाइको कुरा आएको थियो। हजुरहरू चाहिँ पार्लियामेन्टमा बसेर बाहिर सफाइ गर्नुहुन्छ कानुन बनाएर, होइन? अनि यो पनि एउटा पार्लियामेन्टै हो, तर यहाँ चाहिँ के को भन्दा आन्तरिक आत्माको सफाइ गर्ने। हजुरहरू बाहिर सफाइ गर्नुहुन्छ, हामी चाहिँ भित्र मनको सफाइ गर्ने कार्य गरिरहेका हुन्छौँ। अनि दुइटै कार्यसँगै भयो भने त हजुरहरूले सोचेको जस्तो र हामीले सोचेको जस्तो देशमा एउटा सुशासन, एउटा शान्ति हामीले कायम गर्न सक्छौँ। हाम्रो मुख्य उद्देश्य चाहिँ यो रहेको छ। त्यसै रक्तदान गरी गरौँ जीवन दान। सृष्टिकर्ता चाहिँ निराकार पशुपतिनाथ हुनुभयो। अनि त्यो सृष्टि रचेको रचनामा चाहिँ राज्य गर्ने चाहिँ पहिलो उहाँ हो। त्यसैले हामीले आध्यात्मिक जीवन है। तपाईँहरूलाई एकदमै वेलकम छ सर्वप्रथम त होइन। यो ईश्वरी विश्वविद्यालय हो हाम्रो। अब विद्यालय भौतिक त धेरै छन्, तर आध्यात्मिक विश्वविद्यालय हजुर होस् रहेछ। आध्यात्मिक विश्वविद्यालय हाम्रो यो यही धरती नै स्वर्ग थियो। कतिखेर त भन्दाखेरि जब हामी जस्तै मान्छेमा दैवी गुण थियो, साथै देवी देवता भन्न सौँ थियो। अघि हामीले धेरै पनि कर्मको आधारमा हामी मान्छे के बन्दो रहेछौँ, पुण्य आत्मा पनि, पाप आत्मा पनि, धर्म आत्मा पनि, महान आत्मा पनि बन्दो रहेछौँ नि त, होइन? अनि जब हाम्रै कर्म राम्रो हुन्छ तब नै हामी यस्तो बनिरहेछौँ। अब यो कर्म सुधार्नको लागि कहाँ जाने त, कहाँ सिक्ने त, के गर्ने त है? हो यही शिक्षा चाहिँ परमात्माले हामीलाई दिनुहुन्छ कि दैनिक हामीले काम गर्दा, हाम्रो दैनिक कार्य गर्दा गर्दै पनि हामीले थोरै समय छुट्याएर आफूलाई चिन्यौँ, परमात्मालाई चिन्यौँ भने हाम्रो जीवन नै देवतुल्य बन्छ है। त्यसको लागि चाहिँ हजुरहरूले थोरै समय छुट्याएर अहिले त हामीले छोटकरीमा यति कुराहरू बतायौँ। श्रेष्ठ पद र गुण रहेछन् जसलाई चाहिँ परमात्माले स्वयं नै के गर्नुभयो, स्थापन गर्नुभयो, होइन? जस्तो हामी एउटा देशमा बसेको छौँ भने त्यहाँनिर राष्ट्रपति हुन्छ, के अरे प्रधानमन्त्री हुन्छ। तपाईँमा छँदै छैन त्यो कुरा भने कसरी दिने? त्यही भएर परमात्माले भन्नुभयो पहिले मबाट भर्ने, म पावर आउँछु। त्यो शक्तिलाई मबाट भरिसकेपछि फेरि अरूलाई दिनु सकिन्छ। जब आफ्नै हात रित्तो छ भने कसलाई के दिने, होइन? त आज तपाईँको हातमा पावर छ भने त त्यो पावरले फेरि सिस्टम चेन्ज गर्नुहुन्छ। जब तपाईँको हातमा त्यो पावरै दिएन भने त
कसरी गर्ने त यस्तै बाहिरीको सिस्टमबाटै हामीले भित्रीको सिस्टमलाई पनि बुझ्न सक्छौँ। त्यसरी चाहिँ चल्ने रहेछ। त्यो ड्राइभर भनेको चाहिँ को रहेछ, यहाँ आत्मा रहेछ। त्यो पिनियल ग्ल्यान्ड भन्यो, हाइपोथ्यालेमस भन्यो, सोल भन्यो, आत्मा भन्यो, एनर्जी भन्यो, र त्यो चाहिँ यहाँ हुँदो रहेछ। यसलाई चाहिँ भृकुटी पनि हामीले भन्ने गर्छौँ होइन। र परमात्मा पनि के हुनुहुन्छ, सोल अफ लाइटै हो, तर के हो भने सुप्रिम सोल, हामी सोल होइन। त्यो चाहिँ हाम्रो सत्य परिचय, अविनाशी परिचय, कहिले नभेटिने। हामी बडी त आज छ भोलि हुन्न, फेरि अर्को भूमिकामा आउला होइन। यही भूमिका पनि त हामी कतिवटा खेलेको छौँ नि जीवनमा होइन। कहिले विद्यार्थी, कहिले छोरी, कहिले बुहारी, कहिले समाजको प्रतिनिधित्व गर्दै आइरहेको छौँ। अनि हो त्यसरी चाहिँ परमात्माले अनि यो इन्द्रियहरू हाम्रो कर्म इन्द्रिय, जसलाई हामीले 6 सेन्स 5 सेन्स भन्छौँ, योद्वारा चाहिँ हामी सुन्छौँ। भनेको म हात दुख्छ भन्दिनँ नि, मेरो हात दुख्छ भनेको मभन्दा पृथक कुरा रहेछ क्या मेरो शरीर भएको। शब्दमै पनि हामीले बुझ्नु सकिन्छ के लाने हो भने। अनि यो फर्स्ट च्याप्टरमा चाहिँ हाम्रो कोर्सको 7 डेजको कोर्स हुन्छ। रक्तदान गरी गरौँ जीवन दान, दानमा दान महादान, रक्तदान दानमा दान महादान, रक्तदान गरी गरौँ जीवन दान, रक्तदान गरी गरौँ जीवन दान। सबमा आओस् भावना, मानवता नै मानवमा, सबमा आओस् भावना, मानवता नै मानवमा, जीवन सबको अमूल्य, यो बुझी गरौँ रक्तदान। जीवन सबको अमूल्य, यो बुझी गरौँ रक्तदान। रक्तदान गरी गरौँ जीवन दान, रक्तदान गरी गरौँ जीवन दान। र स्वच्छ रगत नै बुझौँ सबले अमृत नै, सुस्थ र स्वच्छ रगत नै बुझौँ सबले अमृत नै। आवश्यक सबका लागि, आवश्यक सबका लागि, यो बुझी गरौँ रक्तदान, यो बुझी गरौँ रक्तदान। रक्तदान गरी गरौँ जीवन दान, रक्तदान गरी गरौँ जीवन दान। हजुरको धेरै पटक भयो कि पहिलो पटक हो? मेरो तेस्रो पटक यो। तेस्रो पटक हो। कस्तो हुँदो रहेछ अनुभव? एकदमै खुसी लाग्ने, एकदमै आनन्द आउने होइन। यस्तो लाग्छ कि यो ब्लड चाहिँ त्यस्तो आत्माहरूले जाओस् जुन आत्माले चाहिँ भोलि गएर धेरै ठुलो सेवा गर्न सकौँ, उनीहरूको एकदम नयाँ जीवन मिलोस्। फर्स्ट टाइम हो कि ब्लड डोनेसन? फर्स्ट टाइम। कस्तो हुँदो रहेछ फर्स्ट टाइमको अनुभव? कस्तो? अनुभव एकदम ठिक छ, त्यस्तो केही छैन। गाह्रो साह्रो? गाह्रो त्यस्तो केही छैन। मेरो यो सर्वप्रथम फर्स्ट टाइम हो।
तपाईँलाई अहिले कस्तो लाग्दैछ ब्लड दिनुहुन्न अगाडि चाहिँ? अगाडि चाहिँ अलिकति डरको माहौल छ। अब हेरौँ है। ठिक अलिक डर लाग्यो भन्नुभएको थियो, अहिले चाहिँ कस्तो भइरहेको छ? अलि ठिक छ, अलि डर कम भयो, अलि स्तर अलिकति ठिक भयो, स्थिर भयो। अलिअलि चाहिँ बाँकी छ क्या? हजुर अलिअलि चाहिँ बाँकी छ डरको, अलिअलि बाँकी छ। के होला कि भइहाल्ला कि भन्ने सिधै लाग्यो तपाईँको काम त। ब्लड दिइसक्नु भयो है? दिइसक्यो फर्स्ट टाइम? पहिला त अलिअलि डर लागेको थियो, अहिले कस्तो छ? ठिकै छ, मेरो अवस्था ठिक छ। अब अरूलाई के सल्लाह छ तपाईँको? अरूलाई सल्लाह दिँदा रक्तदान दिउँ, ज्यान बचाउँ। केही गाह्रो छैन? छैन के गाह्रो छैन, झन् यस्तो फ्रीमा पाइन्छ होइन। धेरैजना मान्छेहरू ब्लड दिनलाई डराउँछ, तपाईँ त 22 चोटि दिइसक्नु भयो। डराउनु पर्दैन हजुर, डराउने कुरै छैन यो। पहिला पटक दिँदाखेरि र अहिले दिँदाखेरिमा केही फरकमा अनुभव हुन्छ? केही छैन, पहिला पनि डराएको छैन, अहिले पनि डराइरहेको छैन। अरू नदिने अथवा अरूलाई के सल्लाह छ तपाईँ? सल्लाह छ कि आफू पनि स्वस्थ हुनु र अरूलाई पनि जीवनदान दिने एकदम राम्रो कुरा हो। ब्लड दिनैपर्छ, स्वयंको लागि पनि अरूहरूको जीवनको लागि पनि दिनु पर्यो। बन्छ यो कारखानामा, न बग्छ यो खोला नालामा, न बन्छ यो कारखानामा, न बग्छ यो खोला नालामा। हरेक स्वस्थ व्यक्ति नै, हरेक स्वस्थ व्यक्ति नै हो यो पुण्य कर्मको मुहान, हो यो पुण्य कर्मको मुहान। रक्तदान गरी गरौँ जीवन दान, रक्तदान गरी गरौँ जीवन दान। दानमा दान, महादान, रक्तदान, दानमा दान, महादान, रक्तदान, रक्तदान गरी गरौँ जीवन दान, 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 रक्तदान गरी गरौँ। हो 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 रक्तदान गरौँ,